बेसिक हस्पिटल रविमा चाहिँ पोषण प्याकेज वितरण हुँदैछ। सुनौलो 1000 दिने आमाहरूलाई चाहिँ त्यसमा चाहिँ यो चाहिँ न्युट्रिसनको प्याकेजहरू है। यो चाहिँ हाम्रो मिक्लाजुङ गाउँपालिकाले पोषण सुधार कार्यक्रममा चाहिँ यो पोषण प्याकेज है। यो भनेको चाहिँ ज्वानो अनि काजु अनि यो आल्मन्ड बदाम अनि ल चना मुंगको दाल लु 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 अच्छा लेकिन पोसिलो खानेकुरा कार्बोहाइड्रेट प्रोटिन पाउने हैन निशुल्क वितरण गरेको पोषण प्याकेज। बच्चा जन्माउने धन्यवाद उषा सिस्टरलाई यो पोषण प्याकेज खोलेर देखाइदिनु भएकोमा जानकारी दिनुभएकोमा। त्यसमा प्लस चाहिँ हाम्रो तोरीको तेल घैला छाप शुद्ध तोरीको तेल बनाएको प्याकेज चाहिँ लगभग एकजना बराबर कतिसम्मको चाहिँ खर्च गर्नुभएको रहेछ त? मलाई चाहिँ लाग्छ कम्तीमा पनि एकजना बराबर 5,000 से 7,000 होला जस्तो लाग्छ होइन। किनभने महँगो महँगो सामान छ, तेल पनि भयो कम्तीमा 5 लिटर 6-7 हजारको प्याकेज लाग्छ यो। यतिको चाहिँ हुनु पर्यो है हेर्नु। लगभग 82 साल असोजदेखि नै यो डाटाहरू लिने गरेको थियौँ। हजुरहरूलाई पनि अब त हुँदैन होला जस्तो भइसकेको थियो होला होइन। हामीले असोजदेखि नै तपाईँहरूको बच्चाहरूको खोपकारमा भएको जन्ममितिहरूदेखि लिएर नामतीहरू सङ्कलन गर्ने कुराहरू गरिरहेको थियौँ। त्यही कुराहरू चाहिँ सङ्कलन भएर यहाँदेखि पालिकामा हामीले डाटाहरू पठाएर उताबाट फेरि भेरिफाई भएर हामीले पनि भेरिफाई गरेर आएर चाहिँ यो जुन हामीले गर्भवती भएदेखि बच्चा 2 वर्ष पुरा मुना भइन्जेलसम्मको लागि भन्छौँ है। त्यस बेलामा चाहिँ एकदम पोसिलो कुराहरूको आवश्यक पर्ने हुनाले हाम्रो यो पोषण कार्यक्रम अन्तर्गत चाहिँ पोसिलो खानेकुरा वितरण कार्यक्रम रहेको थियो। आज चाहिँ हामीले त्यही वितरण कार्यक्रम रहेको छ। त्यसै गरी मिक्लाजुङ गाउँपालिका भरि नै यो वितरण कार्यक्रम भइरहेको छ। अनि यो पोषण प्याकेज पाउँदाखेरि कस्तो लागेको छ? एकदम खुसी लाग्यो। यता 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 यो पोषण झोला पाएर कस्तो लागिरहेको छ? नौलो 1000 दिने आमाको भनाइराख्नु त के छ प्याकेज पाएको? मिक्लाजुङ गाउँपालिकाले हामी सुत्केरी आमा गर्भवतीहरूलाई यस्तो सेवा दियो, हामी खुसी छौँ होइन। अब हामीले भन्दा पनि अलिक 1000 दिनेको प्याकेज पाएकोमा कस्तो लागेको छ? खुसी लाग्यो। मिक्लाजुङ गाउँपालिकालाई धेरै धेरै धन्यवाद। अनि यो प्राथमिक स्वास्थ्य तत्त्वलाई पनि धेरै धेरै धन्यवाद। लगायत तपाईँहरू टिमलाई पनि है यस्तो प्याकेज हामीले पनि खानु पाएको। तिमीलाई चाहिँ कस्तो लागिरहेछ? रमाइलो के भन्नु।
यो प्याकेज पाएकोमा कस्तो लागिरहेछ भने खुसी लागेको छ भन्ने नि